सर नमस्कार। नमस्ते सर। नमस्ते। के हुँदैछ सर आज विद्यालयमा? आज मिति 2082 साल 2 महिना 5 गतेका दिन यस नवबुद्ध नगरपालिका भगुण्डे विषयमा अवस्थित जनकमा त्यो विद्यालयमा विद्यालय नेता र विद्यालय उपनेता छान्ने लोकतान्त्रिक प्रणाली अन्तर्गतको मतदान प्रक्रिया चलिरहेको छ सर। यसको आवश्यकता अनि यसको प्रयोजन यसको बारेमा अलि प्रश्न पार्दिन सर। अब यो मतदान किन र यसको प्रयोजनको कुरा गर्दा जब विशेष गरी विद्यार्थीमा किन हामीले यो गरिरहेछौँ भन्ने खालको मा जोड्दै गर्दा हामी समाजसँग पनि जोड्नुपर्छ भन्ने मलाई लाग्छ। जब पृथ्वीको उत्पत्तिसँगै मानव सभ्यताको विकास हुँदै गयो तब चाहिँ सामाजिकरणको भावना पनि विकास हुँदै गयो। मान्छेहरू एउटा समाजमा बसेर सामाजिक कार्य गर्दा आफूले चाहेको व्यक्तिलाई चुन्ने र उसले त्यसमा त्यो समाजमा त्यो समुदायमा शासन गर्ने जुन सामाजिककरणको विकास हुँदै गयो त्यो सँगै यो निर्वाचनको विकास भएको हो र जुन यो निर्वाचनलाई एउटा लोकतान्त्रिक गणतान्त्रिक प्रजातान्त्रिक राष्ट्रमा चाहिँ आफ्नो नेता चुन्ने र उसले शासन गर्ने प्रणाली अन्तर्गतको यो निर्वाचन हो। त्यसै गरी नै त्यसको एउटा लघु प्रयोजन अथवा लघु के भन्छ उदाहरणको रूपमा चाहिँ हाम्रो जनकमाविमा सञ्चालन भइरहेको छ, जसमा चाहिँ विद्यार्थीहरू आफ्नो मतको प्रयोग गर्दै आफ्नो विद्यालय नेता र विद्यालय उपनेता जुन छान्ने प्रक्रियामा सहभागी उत्सुकताका साथ जागरुकताका साथ सहभागी भइरहेको छ। अनि सर यसको प्रयोजन के हो र यसले विद्यार्थीको व्यक्तित्व विकासमा कसरी प्रभाव पार्छ? यो व्यक्तित्व विकासमा त प्रभाव अवश्य पार्छ नै। यो विद्यार्थीहरूले पछि जब उनीहरू 18 वर्ष हुन्छन् अनि उनीहरूले देशकै निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनमा उनीहरूले भोट गर्न योग्य हुन्छन् र त्यो भोट कसरी गर्ने, किन गर्ने, हामीले एउटा नागरिकको कर्तव्य भोट गरेर के हुन्छ, किन हामीले राम्रो नेतालाई चुज गर्ने भन्ने कुरा उनीहरूले अहिलेदेखि नै शिक्षण त्यो नै सबभन्दा ठुलो त्यो हामीले गरिरहेको प्रयोजन हो जस्तो मलाई लाग्छ सर। मैले सोध्न बिर्सेको तर भनौँ जस्तो लाग्यो सरलाई केही छ? मलाई भन्नु जस्तो लागेको एकदमै यो विद्यार्थीको जुन उत्सुकताका साथ मतदान गरिरहनु भएको छ र यसले चाहिँ भावी दिनहरूमा जब उहाँहरू 18 वर्ष पुग्नुहुन्छ तब चाहिँ उहाँले आफ्नो समाजको लागि, आफ्नो समुदायको लागि, देशको लागि एउटा राम्रो सक्षम व्यक्ति चुन्नुहुनेछ र यो यसबाट सिकेका पाठहरू उहाँले त्यहाँ युटिलाइज गर्नुहुन्छ भन्ने मेरो विश्वास छ र जुन तपाईँ देख्न सक्नुहुन्छ यता उत्सुकतापूर्वक एकदमै विद्यार्थीहरूले मतदान प्रक्रियामा भाग लिइरहेको छ। माथितिर हुनुहुन्छ हाम्रो उम्मेदवारहरू जुन चाहिँ एकदमै मनमा ढुकछुकी हारिन्छ कि जितिन्छ, मेरो पक्षमा मत आयो कि आएन भन्ने जस्तो एकदमै खुल्ने जिज्ञासाका साथ बसिरहनु भएको छ भन्न चाहन्छु। हस्, धन्यवाद सर। Hello, Stephen. How are you? Hi, I'm good. I'm sitting here at Janak. We are at the school election for captain and vice president, or vice captain today. There's 3 candidates for captain, and I believe 8 candidates for vice captain. The students are marking 1 vote for each.
not to do the entire school, so it's a very lengthy and long process, but the kids are doing it very efficiently. We have our teachers working here too, making sure that no student gets to vote twice. Their fingers are getting marked, their names are checked off of a list here, and yeah, this is very important for students to learn this because it's the pulse of democracy, and it's important that the students learn at a very young age how democracies work. And we're practicing that here today at Sri Janak. So I'm very happy for that. Yeah, what is your role? I am the observer. I'm just here to make sure everything goes right, and the students are, putting their ballots inside the box, that they're marking one for captain, one for vice captain. If they have any confusion, I'm here to answer their questions. Okay, thank you. Yeah, thank you. सर नमस्ते। नमस्ते सर। के भइरहेछ सर? एकदम रमाइलो भइरहेछ। आज 2082 साल जेठ महिनाको 5 गते यस जनक माध्यमिक विद्यालय विद्यालय सभा निर्वाचन सञ्चालन भइरहेको छ अनि एकदम सौहार्दपूर्ण तरिकाबाट विद्यार्थीहरूको उत्साहगत सहभागिता सहित चाहिँ मतदान कार्यक्रम सञ्चालन भइरहेको छ। साँच्चै नै यस्तो खालको क्रियाकलाप स्कुलमा चाहिँ सञ्चालन गर्दाखेरि विद्यार्थीहरूले चाहिँ आफ्नो इलेक्सन निर्वाचन प्रक्रिया निर्वाचन प्रणालीको बारेमा पनि जान्ने बुझ्ने पनि अवसर प्राप्त गर्दछन्। धेरै नै खुसी लागिरहेको छ, राम्रो भइरहेछ। थ्याङ्क यू सर। हस्, धन्यवाद सर। सर नमस्ते। नमस्ते हजुर। के भइरहेछ सर आज? आज हामी यो शैक्षिक सत्र 2082 सालको विद्यालय सभा निर्वाचनतिर छौँ र अब यो विद्यार्थीहरूमा एकदम उत्साह देखिएको छ। विशेष गरी कक्षा 6 देखि कक्षा 11 सम्मका विद्यार्थीहरूबाट यो विद्यालयको एउटा विद्यार्थीहरूभित्र पनि एउटा कुशल नेतृत्व र व्यक्तित्व विकास गर्ने ध्येयले हामीले यो वार्षिक रूपमा यो कार्यक्रम हामी वर्षी नै गर्छौँ र यसपालि पनि हामीले आज 5 गतेको दिनलाई यो निर्वाचन कार्यक्रम भनेर राखेका छौँ र उत्साहजनक रूपमा चाहिँ विद्यार्थीले मतदान गरिरहेको हामी देख्न सक्छौँ। यसले विद्यार्थीको व्यक्तित्व विकासमा कतिको प्रभाव पार्छ? शैक्षिकमा कहाँनिर चाहिँ यसले हिट गर्छ? होइन, यो अवश्य नै तपाईँको यो विद्यालयको शैक्षिक सुधारको लागि पनि साथसाथै विद्यार्थीहरूमा नेतृत्व र व्यक्तित्व विकास कसरी गर्ने, कसरी चाहिँ अब आफ्नो चाहिँ साथीहरू माझ कसरी जाने, आफ्ना एजेन्डाहरू दिएर त्यो कुरा एउटा नेतृत्व विकास भोलि आजका विद्यार्थी भएका त भोलिका एउटा कुशल नेता पनि हुन्, राज्य हाक्ने नेता पनि हुन्। त्यसले गर्दा त्यो कुरा पनि सिकाउने साथसाथै यो विद्यालय भनेको चाहिँ हामी शिक्षक, अभिभावक, विद्यार्थी यो चाहिँ त्रिपक्षीय सम्बन्धबाट नै विद्यालय मजबुत बनियो र विद्यार्थीहरूलाई पनि अब चाहिँ अहिलेको यो पछिल्लो समयमा चाहिँ विद्यार्थीहरूलाई पनि हामीले सक्रिय सहभागिता गराउनु पर्नेछ। शिक्षकको एकरो पुरातन तरिकाबाट चाहिँ पढाउने र शिक्षाका कुराहरू मात्रै लाद्ने प्रवृत्ति भन्दा पनि विद्यार्थीहरूलाई पनि अलिकति सक्रिय रूपमा बनाएर उनीहरूलाई पनि अलिकति चाहिँ हामी पनि सहभागी छौँ भने उनीहरूको सहभागिता पनि हो यो र अब विद्यालयका हरेक गतिविधिमा चाहिँ उनीहरूलाई हामीले सक्रिय सहभागिता गराउन सकियो भने र एउटा शिक्षक र विद्यार्थीको सम्बन्ध जुन एउटा नजिकिन सक्छ, जुन दूरी टाढा हुँदैन। शिक्षक देखे पछाडि विद्यार्थी यसो भाग्ने होइन, शिक्षक भनेको त यस्तो डराउनुपर्छ भन्ने खालको भन्दा पनि शिक्षक एउटा सहयात्री हो भन्ने खालको पनि हुन्छ र साथसाथै एउटा विद्यालयका हरेक गतिविधि जस्तै हामी यहाँ हाउस छ, 4वटा हाउस छन्, ती हाउसहरूलाई पनि चुस्त दुरुस्तसँग चाहिँ यहाँ सुस्थ प्रतिस्पर्धाको लागि पनि यो आवश्यकता छ। हाउस क्याप्टेन, भाइस क्याप्टेन पनि यो निर्विरोध रूपमा यो चाहिँ आइसकेको छ भने अब यो एउटा निर्वाचन प्रक्रियाबाट चाहिँ विद्यालय क्याप्टेन, भाइस क्याप्टेन छुट्याएर विद्यालयका दैनिक गतिविधिमा विद्यार्थीको शिक्षक सँगसँगै सक्रिय सहभागिताको लागि चाहिँ राम्रो हुन्छ र विषयगत रूपमा पनि विशेष गरी हामी सामाजिक विषयमा अब यो निर्वाचन प्रक्रिया सम्बन्धीको बारेमा पढ्ने पनि भएको कारणले गर्दा सैद्धान्तिक कुरा साथसाथै अब यसले प्रयोगात्मक कुरालाई पनि उसले जोड दियो। निर्वाचन प्रक्रिया चाहिँ हामी ठ्याक्कै अहिले चाहिँ नेपाल सरकारले जसरी गर्छ राज्यले निर्वाचन, त्यही प्रक्रिया र त्यही पद्धतिमा चाहिँ हामीले यो आयोजना गरेका छौँ। यसबाट उनीहरूको सिकाइ पनि हुन्छ, साथसाथै विद्यार्थीहरूलाई चाहिँ एउटा नेतृत्व व्यक्तित्व विकास गर्दै विद्यालयका हरेक गतिविधिमा उनीहरूले आफूलाई सक्रिय सहभागिताको रूपमा आफूलाई पाउँछन् भन्नु नै हो। हस्, धन्यवाद सर। धन्यवाद सर।